दिने काम चाहिँ 5 वर्षको कार्यक्रममा 5 वर्षमा त्यो योजनामा हालेर तालिमको रूपमा अगाडि बढायौँ। त्यो सजिलो भएको चाहिँ म जोडिहाल्छु। पालिका गाउँपालिकाका जनप्रतिनिधि र त्यहाँभित्रको ब्युरोक्रेसीबाट मात्रै त्यो सम्भव हुने थिएन। म आदर्श बहुमुखी क्याम्पसलाई सम्झिन्छु। हामीमै भएका कारणले चाहिँ आदर्श बहुमुखी क्याम्पसले समन्वय सहकार्य गरेर हामी त्यस्ता कार्यक्रमहरू अगाडि लगाएका थियौँ। त्यसको प्रतिफलको त्यसको प्रभावकारिता के आयो भन्ने चाहिँ फेरि सोध्नु होला। म त्यो पछाडि जान्छु। हुन्छ, मैले तपाईँलाई सोधेको प्रश्नको उत्तर मैले पाएँ र म पुनः कुमारी दिदी कहाँ जान्छु। जस्तो तपाईँले सुरुमा राख्नुभएको प्रसङ्ग, दिदीले राख्नुभएको र अहिले म्यामले राख्नुभएको प्रसङ्गमा चाहिँ धेरै विषयहरू छ, लेखिनुपर्ने धेरै मुद्दाहरू छ, आउनुपर्ने जो आइरहेको छैन र प्रयास भइरहेको छ। त्यो प्रयास पर्याप्त छैन भन्ने कुरा नै आयो जस्तो मलाई लाग्छ। र मेरो मम्मी यहीँ आउनुभएको छ, मम्मी यहीँ उभिनु भएको छ, पछाडि हुन्छ हुनुहुन्छ। र मम्मीलाई म यहाँ राखेर तपाईँलाई के सोध्न चाहन्छु दिदी भने, जस्तो हामीहरू भान्सा भन्छौँ, तपाईँको गएर चाहिँ महिलावादको कुरा गर्दाखेरि जहिले पनि भान्साको विषय जोडिन्छ। त्यसमा भान्साको विषयमा चाहिँ पुरुषहरूको टाउको दुखाइ पनि केही हो, महिलाहरूको टाउको दुखाइ पनि केही हो। या महिलावादको पनि किन भन्नुहुन्छ भनेदेखि भान्साबाट हामी निस्किनु पऱ्यो भन्ने र यतापट्टि पुरुषहरूले हामी जुन भनिरहेको छौँ भान्सामै सीमित रहनुपर्छ भन्ने। तर यो भनिरहँदाखेरि जुन एउटा तपाईँको किचन फेमिनिजम भन्न सकिएला, यसलाई भान्सा नारीवाद या भान्सा महिलावाद यस्तो कुनै एउटा शब्द दिन सकिएला, ती त्यो किचन फेमिनिजम चाहिँ नारीवादभित्र पर्छ कि पर्दैन र चाहिँ तपाईँको गएर चाहिँ यो चाहिँ विषय हो कि होइन, यसरी बहस किन सुरु नगर्ने? पक्कै सुरु गर्नुपर्छ। किन पनि सुरु गर्नुपर्छ भन्दा हामी जो ज्ञानका कुरा गरिरहेछौँ, ज्ञान प्राप्त गर्न सक्षमता प्राप्त कतिखेर हुन्छ व्यक्तिलाई भन्दा जब ऊ हृष्टपुष्ट हुन्छ, जब उसले उचित मात्रामा पौष्टिक तत्त्वहरू प्राप्त गर्छ र उसको शरीर र मस्तिष्क दुवैलाई चाहिँ एउटा एक किसिमको आनन्द प्राप्त हुन्छ र ऊ सक्षम हुन्छ विचार गर्नलाई, काममा जानलाई, शारीरिक श्रम गर्छ भने श्रम गर्नलाई, बौद्धिक श्रम गर्छ भने त्यही अनुसारको चिन्तन मन्थन गर्नलाई। र त्यसको केन्द्रमा के छ त भन्दा भान्सा छ। र भान्सामा को हुनुहुन्छ भन्दा आमा हुनुहुन्छ अधिकतम त। त्यसकारण भान्सा भनेको चाहिँ ज्ञानको स्रोत हो, ज्ञानको केन्द्र हो। मलाई लाग्छ कुनै पनि घर भान्साबाट भान्सामा गएर टुङ्गिन्छ। प्रत्येक घरको दिन भान्साबाट सुरु भएर भान्सामै गएर अन्त हुन्छ र यो दिनभरिमा जति पनि क्रिया प्रतिक्रियाहरू हुन्छन् त्यो सबै नै भान्साबाट उत्पादित ज्ञानसँग सरोकार राख्दछ। त्यसकारण भान्सा चाहिँ ज्ञानको एउटा ठुलो क्षेत्र हो। आज हामी प्रश्न गरिरहेका छौँ ज्ञान उत्पादनका सम्बन्धमा। ज्ञान कसको ज्ञान? ज्ञान उत्पादन गर्ने संस्थाको, ज्ञान उत्पादन गर्ने व्यक्ति अथवा संस्था अथवा वर्गको हो भनेर कुरा गर्दा हामी माथि कुरा गर्छौँ। जसले सिद्धान्त तयार गर्छ, जसले पुस्तकका ठेलीहरू तयार गर्छन्, जसले विश्वविद्यालयमा प्राध्यापन गर्छन् अथवा एउटा विशिष्ट पद धारण गरेर सार्वजनिक वृत्तमा गएर ठुलो भाषण गर्नुहुन्छ। तर तपाईँले भर्खरै आफ्नो माताको नाम लिनुभयो, माता यहाँ हुनुहुन्छ, उहाँलाई नमन छ। तर तपाईँ आज जसरी आज बौद्धिक बहसको निमित्त यहाँ उपस्थित हुनुहुन्छ, त्यसको लागि उहाँले जन्म मात्रै दिनु भएन, तपाईँलाई यो सक्षम बनाउन पनि उहाँकै ठुलो हात छ। र उहाँको हात कतिखेर छ भन्दा उहाँले एउटा पौष्टिक भोजन तयार गरेर तपाईँलाई खुवाउनुहुन्छ। तपाईँलाई उहाँले हुर्काउने क्रममा गीतहरू सुनाउनु भएको होला, गुनगुनाउँदै उहाँले तपाईँलाई लोककथाहरू सुनाउनु भएको होला, होइन? कि सम्पूर्ण कुराहरू चाहिँ हामी एकातिर थन्क्याइदिएका छौँ। यतिखेर हामीले बहस गर्नुपर्ने कुरा चाहिँ दुईवटा कुरा भन्छु मैले। एउटा ज्ञान उत्पादन कसले गर्छ र कसको ज्ञानलाई हामीले ज्ञान मानिरहेका छौँ, र अर्को कुरा लेख्य परम्पराको कुरा र एउटा चाहिँ यो ओरल हिस्ट्रीको कुरा जो चाहिँ बोलीचालीमा सीमित छ अथवा लोक साहित्यको कुरा। तपाईँको आमाले गाउने गीत, तपाईँको आमाले भान्सामा खाना बनाउँदै गुनगुनाउने गीतको सौन्दर्य मात्र होइन कि त्यसको चाहिँ चिन्तन, त्यहाँ आउने जीवनको दर्शन त्यति मात्रै होइन। उहाँले करेसाबारीमा होस् अथवा उहाँले नजिकैको खेतबारीमा काम गर्दै गर्दा कस्तो किसिमको
उहाँले गीत गाउनुहुन्छ, कस्ता लयहरू भाकाहरू हाल्नुहुन्छ। त्यो लोक साहित्यको त ठुलो एरिया भनेको त यो ओरल छ नि त। त्यसकारण हामी यतिखेर यहाँ बसेर छलफल गरिरहेको चाहिँ यो लेख्य साहित्यको कुरा छ। तर हाम्रो ठुलो साहित्य त बोलेर हाम्रा आमा, हजुरआमा, हजुरबुवाहरूसँग गइरहेछ नि त, होइन? त्यो कुरालाई हामीले ज्ञान मानिरहेका छौँ कि छैनौँ? त्यसकारण किचन फेमिनिजमको कुरा चाहिँ अथवा भान्सा नारीवाद अथवा भान्साबाट उत्पादन हुने नारीवादको कुरा चाहिँ त्यहाँनिर जोडिन्छ। ज्ञान कसले उत्पादन गर्छ? आज आएर हामीले भान्साको कुरासँग जोड्दा रैथाने ज्ञानको कुरा पनि जोड्नुपर्छ। अक्षरै नचिनेको एउटा तामाङ हजुरआमाले मर्चा बनाउन प्रयोग गर्ने ज्ञानका कुरा के ज्ञान होइन? प्रश्न यहाँनिर छ। उहाँले मर्चा उत्पादन गर्दै गर्दाखेरि तयार पार्नु भएको विशाल त्यो जडीबुटीको ज्ञान, त्यो खाद्य ज्ञान के त्यो नारीवादभित्र पर्दैन र? अथवा यदि नारीको ज्ञानलाई हामी सम्मान गर्छौँ भने के त्यसले यो विषय समेटिएन र? हामीले विश्वविद्यालयमा अध्ययन गरेर अध्यापन गर्ने र हामीले मानौँ कि हामीले मात्रै ज्ञानलाई चाहिँ निर्माण गरिरहेछौँ भन्ने भाष्य चाहिँ अब आएर हामीले परिवर्तन गर्नुपर्छ। र ज्ञानका स्रोतहरू अनेकन छन्। खेतीबारीमा काम गरिरहनु भएको किसानले उत्पादन गर्नुभएको ज्ञान। अभय श्रेष्ठ दाइ यहीँ हुनुहुन्छ कवि, उहाँले सधैँ किसानको कुरा गर्नुहुन्छ, जडीबुटीको ज्ञानको कुरा गर्नुहुन्छ र उहाँ पनि एकदम ज्ञानी हुनुहुन्छ त्यो मामलामा, होइन? त्यस्तै गरी हाम्रो तपाईँको आमाले किचनमा पकाउँदै उत्पादन भएको ज्ञान, तामाङ हजुरआमाहरूले मर्चा बनाउँदा, किराँत आमाहरूले किनेमा बनाउँदा त्यो भटमासलाई उसिनेर बनाउने त्यो मिठो तरकारी खानिन्छ, त्यो सबै ज्ञानहरू हुन्। त्यसले गर्दा नारीवादले समेतले चाहिँ यो अनेकन ज्ञान प्रणालीहरू हुन् जसलाई हामीले बहस गर्नु, ल्याउनु, छलफल गर्नु र आत्मसात गर्नु पनि जरुरी छ। त्यसकारण किचन फेमिनिजम हुन्छ। भान्साको पनि आफ्नै किसिमको सौन्दर्य छ, त्यसको आफ्नै किसिमको स्थान हामीले मान्नुपर्छ। हुन्छ, म यसैमा जोडेर म दिदीका सैतङ्गी कहाँ आएँ। जस्तो नेपाली लेखनमा चाहिँ अहिले लेखिरहेको नारी लेखनमा या भनौँ तपाईँ लेखिरहेको नारी लेखनमा चाहिँ दिदीले भन्नुभयो यो आवश्यक छ, यो चाहिन्छ, भान्सा छ कि छैन? जस्तो भान्साले तपाईँको चाहिँ दुवै कुरा जोड्ने भयो, एउटा परिवार जोड्ने भयो, संस्कृति जोड्ने भयो, समाज जोड्ने कुरा भयो। यी कुराहरू चाहिँ नेपाली नारी लेखनमा छ कि छैन, या चाहिँ नेपाली नारी लेखनमा रहेका विषयवस्तुहरू के हुन्? तपाईँहरू के लेख्दै हुनुहुन्छ? भान्सा भान्सा इभन मेरो कवितामा पनि भान्सा छ। हेलो, मेरो कवितामा पनि भान्सा छ। जस्तो मेरो एउटा कविता छ, दैनिक। सबेरै उठेर उगार्नु छ घरका ढोका, बढार्नु छ पसिना र धुलो, पुस्नु छ भुइँ, चमक्क चम्किएको भुइँ हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान, सजाउनु छ बैठक, मिलाउनु छ शयन कक्ष र ओलम्पिकको स्वर्ण पदक जित्ने दौड जस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहान। भान्साको अविदित भूगोल भनेर कविले किन भन्यो, नारेकरले किन भन्यो? चिया चमेना भात भान्सा टिफिन पानी सिद्धिएपछि यो सबै चटारो, है? चिया चमेना भात भान्सा टिफिन पानी। हेलो हेलो, ल मैले फेरि सुरु सबेरै उठेर उघार्नु छ घरका ढोका, बढार्नु छ पसिना र धुलो, पुस्नु छ भुइँ, चमक्क चम्किएको भुइँ हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान, सजाउनु छ बैठक, मिलाउनु छ शयन कक्ष र ओलम्पिकको स्वर्ण पदक जित्ने दौड जस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहान भर। चिया चमेना टिफिन पानी, चिया चमेना भात भान्सा टिफिन पानी सिद्धिएपछि यो सबै चटारो निस्कनु छ कतै अनन्तको उडान भर्ने तयारी जस्तो। त्यो भनेको जागिर खाना होइन, बाँच्ने उपक्रमको दैनिक धावन मार्गमा। मैले यो कविताको छोटो अंश किन सुनाएँ भने मैले यो कविताले चाहिँ
यो सबै चिजमा घुम्दा घुम्दै मैले कविता लेख्न सकिनँ भनेको छु कि अन्तिममा गयो है। यो सबै चिजमा घुम्दा घुम्दै मैले कविता लेख्न सकिनँ भनेपछि हामीले अघि कुमारीजीले चाहिँ भन्नुभयो नि त, हाम्रो ज्ञान भ्यालिड नै छैन के, हाम्रो ज्ञान भ्यालिड छैन। उहाँ तपाईँको आमाले सिक्नुभएको ज्ञान भ्यालिड छैन। त्यो भ्यालिड हुनलाई के हुनु पर्यो? विश्वविद्यालयबाट तपाईँले तकमा पाउनु पर्यो, तपाईँले सर्टिफिकेट लिनु पर्यो। मेरो आमाले यति थरी तरकारी पकाउँछिन् भनेर तपाईँले रिसर्च गरेर त्यो रिसर्च बुझाउनु भयो भने के विश्वविद्यालयले त्यस्तो रिसर्चमा चाहिँ तपाईँलाई स्वीकृति दिन्छ? दिँदैन। अघि यहाँ कुरा आएको थियो नि, रिसर्चको कुरा आएको थियो, व्यक्तित्व र कृतित्व भनेर हामीले असङ्ख्य त्यो ठेलीका ठेली विश्वविद्यालयभरि थन्किएका छन् त्यो पुस्तकालयमा। तपाईँले त्योभन्दा बाहिर निस्केर अघि कुरा निस्केको थियो, बैतडीको लोक संस्कृतिको विषयमा अध्ययन गर्ने विषय चाहिँ किन चाहिँ आएन त, किन त्यो विषयलाई चाहिँ प्रवर्धन गरिएन भने जस्तै कुरा हो।